नमस्ते। आज हामी तपाईको तलबबाट काटिने करको बारेमा अलि गहिरिएर कुरा गरौँ। यो पैसा कहाँ जान्छ, यसको हिसाब कसरी हुन्छ र यसलाई कसरी बुझ्ने? आउनुहोस् सँगै यसको रहस्य पत्ता लगाउँ। तलब आउँदा खुसी लाग्छ, तर जब त्यो पेस्लिप हेरिन्छ, काटिएको करको अङ्कले अलिकति कन्फ्युज बनाउँछ होइन त? चिन्ता नलिनुहोस्, आजको यो विश्लेषणले तपाईको सबै अलमललाई हटाउनेछ। आज हामी मुख्यतया 5वटा कुरामा केन्द्रित हुनेछौँ। सुरुमा आयकर भनेको के हो भनेर बुझ्नेछौँ। त्यसपछि करको स्ल्याब प्रणाली कसरी काम गर्छ भनेर हेर्नेछौँ। अनि एकल र दम्पतिको रूपमा कर तिर्दा के फरक पर्छ, कर लाग्ने आय कसरी घटाउन सकिन्छ र अन्त्यमा तिर्नुपर्ने करलाई नै कसरी कम गर्ने भन्ने उपायहरू पनि सिक्नेछौँ। ल, सबैभन्दा आधारभूत प्रश्नबाटै सुरु गरौँ। आखिर यो आयकर अर्थात् इन्कम ट्याक्स भनेको के हो र यो हाम्रो लागि किन यति महत्त्वपूर्ण छ? एकदमै सरल भाषामा भन्नुपर्दा हामीले तिरेको करबाटै देशको विकास हुने हो। जस्तै कि नयाँ सडकहरू बन्न, सरकारी अस्पतालहरू चल्न अनि विद्यालयहरूमा लगानी हुन। यो हाम्रो कमाईको एउटा सानो हिस्सा हो जसले सिधै हाम्रो समुदायको विकासमा मद्दत पुर्याउँछ। अब कुरा गरौँ नेपालको कर प्रणालीको सबैभन्दा रोचक पक्षको। त्यो हो प्रगतिशील कर स्ल्याब। यो शब्द सुन्दा जति जटिल लाग्छ, यसलाई बुझ्न उति नै सजिलो छ। धेरैलाई के लाग्छ भने आफ्नो पुरै तलबमा एउटै दरले, जस्तै 10% वा 20%ले कर लाग्छ। तर वास्तवमा त्यस्तो होइन। हाम्रो प्रणाली प्रगतिशील छ। यसको मतलब आम्दानीको हरेक हिस्सामा फरक दरले कर लाग्छ। यसलाई एउटा उदाहरणबाट बुझौँ, जसलाई म बाल्टी भर्ने तरिका भन्छु। सोच्नुहोस्, तपाईको आम्दानी पानी हो र करका दरहरू विभिन्न साइजका बाल्टीहरू हुन्। तपाईको आम्दानीले पहिले सबैभन्दा सानो यानि 1% वाला बाल्टी भर्छ। त्यो बाल्टी भरिएपछि मात्रै बाँकी आम्दानी 10% को अलि ठूलो बाल्टीमा जान्छ र यो क्रम चलिरहन्छ। ल, अब वास्तविक दरहरू नै हेरौँ न। यदि कोही व्यक्तिले एकल रूपमा कर तिर्छ भने उसको कमाईको पहिलो 5 लाख रुपैयाँमा जम्मा 1% सामाजिक सुरक्षा कर लाग्छ। यो कर अवकाश कोष जस्तै सामाजिक सुरक्षा कोषमा जम्मा हुन्छ। त्यो 5 लाख भरिएपछि त्यसपछिको 2 लाखमा 10% अनि अर्को 3 लाखमा 20% हो। यसरी नै कमाई बढ्दै जाँदा करको दर पनि बढ्दै जान्छ। अब एउटा यस्तो महत्त्वपूर्ण निर्णयको कुरा गरौँ जसले तपाईले तिर्ने करमा हजारौंको फरक पार्न सक्छ। त्यो हो तपाईले एकल, सिंगल वा दम्पति कपलको रूपमा कर विवरण बुझाउने भन्ने छनोट। दम्पतिको रूपमा कर घोषणा गर्दाको सबैभन्दा ठूलो फाइदा के हो भने तपाईहरूले कम दरमा कर तिर्न पाउने आम्दानीको सीमा नै बढ्छ। एकलको लागि पहिलो 5 लाखमा 1% कर लाग्थ्यो भने दम्पतिको लागि यो सीमा बढेर 6 लाख पुग्छ। यसको सिधा अर्थ हो कम कर, बढी बचत। कर तिर्नु त हाम्रो कर्तव्य हो, तर सरकारले नै हामीलाई कर घटाउने केही स्मार्ट र कानुनी तरिकाहरू दिएको छ। यिनैलाई हामी कटौती वा डिडक्सन भन्छौँ। आउनुहोस् यी असरहरूबारे जानौँ। यहाँ केही प्रमुख कटौतीहरू छन्, जस्तै कि तपाईले अवकाश कोष जस्तै CIT, EPF वा SSFमा गरेको लगानी, जीवन बीमा र स्वास्थ्य बीमामा तिरेको प्रिमियमलाई आफ्नो कुल आयबाट घटाउन सक्नुहुन्छ। यसको मतलब तपाईले कम आम्दानीमा कर तिर्नुपर्ने हुन्छ। यीमध्ये अवकाश कोषमा गरिने योगदान सबैभन्दा शक्तिशाली कटौती हो। तपाईले वार्षिक 5 लाख रुपियाँसम्मको योगदानलाई आफ्नो कर लाग्ने आयबाट सिधै घटाउन पाउनुहुन्छ। यो एउटा यस्तो लगानी हो जसले तपाईको भविष्य पनि सुरक्षित गर्छ र तुरुन्तै कर पनि घटाउँछ। त्यस्तै जीवन बीमाको लागि तिरेको प्रिमियममा पनि वार्षिक 40,000 रुपियाँसम्मको कटौती दाबी गर्न सकिन्छ। यो आफ्नो र परिवारको भविष्य सुरक्षित गर्दै कर बचत गर्ने एक उत्कृष्ट उपाय हो। अहिलेसम्म हामीले करयोग्य आय घटाउने कटौतीको कुरा गर्यौं। अब कुरा गरौँ कर छुट वा ट्याक्स क्रेडिटको, जसले तपाईको हिसाब भइसकेको अन्तिम कर रकमलाई नै सिधै घटाइदिन्छ। यो कटौतीभन्दा पनि शक्तिशाली छ। यसको मतलब के हो भने मानौ तपाईले तिर्नुपर्ने कर 10,000 रुपैयाँ निस्कियो। यदि तपाईले 2,000 रुपैयाँ कर छुट पाउनुभयो भने अब तपाईले जम्मा 8,000 रुपैयाँ मात्र तिरे पुग्छ। यो भनेको तपाईको खल्तीमा सिधै बचत हुनु हो। तलब खाने व्यक्तिहरूका लागि 2वटा मुख्य कर छुटहरू छन्। पहिलो हो स्वास्थ्य उपचार खर्चमा पाइने मेडिकल ट्याक्स क्रेडिट र दोस्रो महिला कर्मचारीहरूले पाउने विशेष 10% छुट। तर यो छुट पाउनका लागि उहाँहरूको आम्दानीको स्रोत तलब मात्र हुनुपर्छ भन्ने कुरा याद राख्नुपर्छ।
ल, सिद्धान्तका कुरा त धेरै भए, अब यी सबैलाई व्यवहारमा कसरी लागू गर्ने भनेर एउटा वास्तविक उदाहरणै हेरौँ न। यसले सबै कुरा पानी पानी बनाइदिनेछ। उदाहरणको लागि, मानौ कसैको वार्षिक तलब 10 लाख रुपैयाँ छ र उसले कुनै पनि कटौती दाबी गरेको छैन। अब हिसाब यसरी हुन्छ। पहिलो 5 लाखमा 1%ले 5,000, त्यसपछिको 2 लाखमा 10%ले 20,000 र बाँकी रहेको 3 लाखमा 20%ले 60,000। सबै जोड्दा कुल कर भयो 85,000 रुपैयाँ। अब यही हिसाबमा एउटा ट्विस्ट ल्याउँ। यदि त्यही व्यक्तिले 40,000 को जीवन बीमा प्रिमियम तिरेको छ भने के हुन्छ त? याद गर्नुहोस्, यसले सिधै कर लाग्ने आयलाई घटाउँछ। त्यो 40,000 घटाएपछि अब कर लाग्ने आय 10 लाख रहेन, त्यो घटेर 9,60,000 भयो। अब यो नयाँ आयमा फेरि उही तरिकाले हिसाब गर्दा कुल कर दायित्व पनि घटेर 77,000 रुपैयाँमा आयो। हेर्नुस् त, सिधै 8,000 को बचत। तर कथा यहीँ सकिँदैन। अब कल्पना गरौँ कि करदाता एक महिला हुनुहुन्छ र उहाँको आम्दानीको स्रोत तलब मात्र हो। यस्तोमा उहाँले थप 10% को शक्तिशाली कर छुट पनि पाउनुहुन्छ। अब त्यो 77,000 को कर दायित्वमाथि थप 10% छुट अर्थात् 7,700 रुपैयाँ घट्छ र अन्तिममा तिर्नुपर्ने कर जम्मा 69,300 मा झर्छ। सुरुमा 85,000 तिर्नुपर्ने थियो, तर एउटा सानो कटौती र एउटा छुट प्रयोग गर्दा 15,000 भन्दा बढी बचत भयो। यही हो स्मार्ट कर योजनाको शक्ति। आज हामीले कर प्रणालीका आधारभूत कुराहरू र कर बचत गर्ने केही महत्त्वपूर्ण उपायहरूबारे छलफल गर्यौं। अब यी जानकारीको आधारमा आफ्नो आर्थिक योजनालाई अझ बलियो बनाउने पालो तपाईको हो। तपाई कुन रणनीतिबाट सुरु गर्दै हुनुहुन्छ त?